खानेकुराहरू सबै पाउँछ, बस्ने खाने त्यसै गएर घुमेर आउनलाई भन्न पनि मिल्छ, ड्राई पिकनिक जस्तो जान पनि मिल्छ। अब सँगसँगै घुमाउँ ल। यहाँदेखि पर चाहिँ पारी भयो, वारिपट्टि चाहिँ बस्ने ओर्ने ठाउँ छ, चटपटेको पसलहरू छ 2-4वटा। यहाँबाट चाहिँ लुक एट द भ्यू भने जस्तै राम्रो देखिन्छ। कता कता फेवालेक जस्तो भाइब्स आउने ठाउँ छ। हामी त धेरै बेर बसिनौँ त्यहाँ, गयौँ अनि एक राउन्डतिर घुम्यौँ वरिपरि। जस्ट लुक एट द भ्यू। राम्रो थियो, शान्त थियो, त्यतिखेर त धेरै मान्छेहरू पनि थिएनन्। हामी ठ्याक्क तिहारको टिकाको दिन गएको थियौँ, अलि बिहानै गएको थियौँ। हामी फर्किने बेला चाहिँ धेरैजना त टिकाहरू लगाइसकेर सबैजना घुम्न आइरहेको थियो, धेरैजना